हजुरले खाने बारा अनि त्यसपछि लाखामरीको बेस इन्ग्रेडिएन्ट चाहिँ एउटै हो भनेर याद गर्नु भएको थियो त This video is in collaboration with Makuse where we will be covering the history of food of Nepal. लाखामरी बनाउँदाखेरि राइस फ्लावर, त्यसपछि लेन्टिल फ्लावर, सुगर, घी और ओइल र वाटरको एउटा डो बनाएर डीप फ्राई गरेर सुगर सिरपमा राख्ने प्रोसेस रहेको छ लाखामरी भनेको लिटरली लाखा भनेको एउटा ठुलो अनि त्यसपछि मरी भनेको रोटी यो ठुलो मरी भनेर यसमा देखाइएको छ जुन चाहिँ मोस्टली बिहाको बेलामा सगुनमा एकदमै इम्पोर्टेन्ट कम्पोनेन्टको रूपमा युज गरिन्छ यही लाखामरीकै विभिन्न अरू भेरिएसन चाहिँ नट जस्ट इन नेपाल हामीले इन्डियामा पनि भेट्न सक्दछौँ जस्तै लाखामरीको काठमाडौँमा अर्को भेरिएसनमा चाकुमरी त्यसपछि ऐठामरी वा एठामरी र काठमाडौँ बाहिर चाहिँ फेरि खुरमा र इन्डियामा चाहिँ शङ्खरापाराको रूपमा पनि हामीले देख्न सक्छौँ त्यही भएर नेक्स्ट टाइम तपाईले लाखामरी खाँदाखेरि चाहिँ इभन प्यान नेपालकै कथा चाहिँ त्यो सानो टुक्रा लाखामरीमा छ भनेर चाहिँ याद गर्नु होला यसरी नै द हिस्ट्री अफ फुड्स अफ नेपालमा हामीले विभिन्न अरू भिडियो बनाउन खोजिरहेको छौँ यदि हजुरलाई अरू धेरै जान्नु मन छ भने प्लिज डु फलो अस